मलाई भन् भान्दाश्री मैले 10,000 20,000 भनेको छैन कि भान्दाश्री भने मैले भनेर हेर तल मैले डाइरी हालिदिएको मलाई जति भने यसो के भान्दाश्री सुन मेरो भनाइ के हो भने म तिमीलाई पनि सपोर्ट गर्छु होइन अब एमआरपीलाई पनि सपोर्ट मैले नराम्रो भनेको होइन जे कुरा तिमीले जे कुरा दाइसँग भन्यो दाइसँग भन्यो मलाई दाइ भनेर हिँड्नु बरु खुट्टा ढोगेर दाइ भनेर हिँड्नु बरु त्यो मैले खुट्टा मेरो खुट्टा ढोगेर अनि दाइ नर्चे दाइ भन्ने बनाउँछु बाटोमा होइन तल मैले नर्चे दाइ भन्ने बनाउँछु मेरो खुट्टा ढोगेर होइन भान्दाश्री सुन मेरो कुरा सुन न तिम्रो कुरा मात्रै सुनेर भएन नि त मेरो नि सुन न म भन्छु ठिक छ एमआरपी दाइले तिमीले अब हामी तनाउमा चाहिँ चित्त भन्दी होइन त्यो अब त्यो कुरा अब तिमीले पनि गल्ती गरौ मेरो पनि गल्ती छ मैले गल्ती छैन भनेन हो ठिक छ कहिलेकाहीँ हुन्छ गल्ती मान्छेबाट गल्ती हुन्छ मबाट गल्ती छ मैले सरी भनेको छु मैले सरी भनेको त छैन नि त मैले हजुर तँले एउटा भिडियो बनाएर होइन खराब हजुरलाई मैले यसो भन्दैन मैले किन भनेको रहेछु भनेर अनि एउटा भिडियो बनाएर सरी दाइ बिउटालाई सरी भन्नु पर्यो मेरो नाम लिनु भएन दाइ सरी मैले हजुरको बेइज्जत गरिछु होइन भन्दाखेरि मैले भनेको छु त युट्युबमा हेर न युट्युबमा मैले अझ एकचोटि भन्नु पर्यो मलाई दाइले कल गरेर मलाई कति गाली गरे दाइले मलाई हेरेर बखा देखाएन होइन ठिक छ म भन्छु भोलिको भिडियोमा भन्छु मैले त्यही भनेको त नि तिम्रो मेरो कहिले काहीँ झुकेर गल्ती भएर मबाट गल्ती भएर म सरी भनेको छु त्यो मुलाहरू कमेन्टमा आएर माटोनी यति उति भनेर मैले सुधाएँ के तिमीले त तिम्रो अहिले त सरी तिम्रो बेहोरा राम्रो हुन पऱ्यो तिम्रो बेहोरा राम्रो भएपछि हो ल भन्दैछु म रिसा होइन म रिसा होइन तिम्रो मेरो सम्बन्ध पनि नराम्रो नहोस् होइन त्यही हो म भोलिको भिडियोमा म सरी मबाट गल्ती छ भने म सरी भन्छु म भन्नु पर्यो मैले भिडियो हेर्छु मैले युट्युबमा नि हेरेँ टिकटकमा नि हेरिछु मैले राम्रोसँग भनेछु मेरो अहिले फेरि मलाई दाइले तिम्रो नाम लिँदिन तिम्रो नाम लिँदिन म दिउ दाइलाई भन्छु ल एमआरपी ब्लग आइएम सो सरी मबाट गल्ती भयो भने म आइएम सरी मैले गल्ती गरेको होला यताउति होइन अब त्यही हो सबैजना हेट मन नगरिदिनु मलाई होइन गल्ती हुन्छ मान्छेबाट यताउति भन्छु म त्यही भन अनि त्यसपछि मलाई फोन गर मैले एउटा भिडियो हाल्ने भने मलाई फोन गर म त्यो भिडियो हेरेर त्यसपछि मैले बिउटा बाबालाई देखाएर त्यसपछि अब सरी दाइले मलाई फोन हालेर कति गाली गरेर थियो बिउटा बाबाले पनि गाली गर्नुभएको थियो मलाई अजितले मान्छेहरूले खुट्टा तान्छन् भन्दाखेरि मैले भने नि ल ठिक छ मैले अहिले पनि भन्छु मलाई मबाट गल्ती छ भने म सरी है केटा हो म एमआरपीलाई म रेस्पेक्ट गर्छु किन भन्दा मेरो फेभरेट मोटर ब्लगर बिबिचन थापा हो म मन पर्छ म हेरिरहन्छु ब्लगहरू हेरिरहन्छु आज 4-5 दिन ब्लग नआएको एमआरपीको ब्लग नआएको 4-5 दिन गाह्रो चल्छ र नि हजुर गाह्रो चल्दैन उतातिर अनि नमस्ते सिमोन दाइ म सरी त भन्छु नि त भोलिको टिकटक बनाएर म म सरी भन्छु ल भोलि एउटा भिडियो बनाएर हाल्नु पर्यो म त्यही कारणले म लाइभ आएको तिम्रो म जान्छु म घोडा लिएर आएको फेरि घोडा लिएर डानु खाना खाएँ ल भन्छ ल हुन्छ आफ्नो ख्याल गरेर टेक केयर भन्छ ल मलाई फोन गरिराख ल भन्छ ल हस् भन्छ हुन्छ ल त्यही हो केटा है मा भन्दाको सम्बन्ध नराम्रो केही पनि छैन है मान्छेले अब अलिकति